सामाजिक सञ्जालमा तातिएको विषय राजतन्त्र फर्काउँ भन्ने विषयमा आज कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि राजावादीहरूले चाहिँ आन्दोलन गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वक्ता एवं हाम्रा माननीय सांसद ज्ञानेन्द्र शाही लगायत पार्टीका कार्यकर्ताहरू लगायत राजावादका सम्पूर्ण जनताहरू मिली आजको यस कार्यक्रमलाई सञ्चालन गरिरहेका छन्। यो भिडियोलाई लास्टसम्म हेरेर सपोर्ट गरिदिनु होला। रोजगारीको लागि विदेश जानको लागि गणतन्त्र ल्याएको हो र म निवेदन गर्न चाहन्छु। गणतन्त्र देशका आदरणीय व्यक्तित्व उपाध्यक्षज्यूलाई सम्बोधनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र आज कर्णाली अञ्चलका 10 जिल्लाका युवाहरू रोजगारी नपाएर पटिनु भएको छ।